हेलो साथीहरू, आज चाहिँ म हजुरहरूसँग मेरो नाइट स्किन केयरको रुटिन सेयर गर्छु है त। पहिला चाहिँ यो कपाललाई गाँठो पारौँ। सिल्की कपाल भएर साह्रै दुःख पाएँ के साथीहरू। मैले चाहिँ हैन, मलाई चाहिँ कर्ली कपाल मनपर्छ, तर के गर्नु भगवानले सिल्की कपाल बनाएर दियो। सर्वप्रथम चाहिँ मैले राइस टोनर युज गर्छु। यो चाहिँ आइएम फ्रमको छ। यसले चाहिँ मेरो स्किनमा कस्तो ग्लो देखाउँछ के साथीहरू। हेर्नुहोस् है, अहिले हजुरहरूले यो लगाउने बित्तिकै यो चाहिँ एकदम मिल्की टेक्स्चर। ओह धन पुगेको मेरो। ओहो, यो चाहिँ मिल्की टेक्स्चरको छ। त्यसपछि लगाउँदा कस्तो ग्लो आउँछ के। त्यसपछि चाहिँ मैले डक्टर अल्थियाको 63% बुस्टवाला भिटामिन सी युज गर्छु। यो चाहिँ एकदम राम्रो छ। यो पछि चाहिँ मैले सेन्टेलाको ब्राइटनिङ एम्पुल युज गर्छु। यो पनि एकदम राम्रो छ है। मैले यो युज गरेको चाहिँ 2 वर्ष जति भयो होला। मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ मलाई थाहा छैन, तर मलाई चाहिँ राम्रो भइरहेको छ। त्यसपछि चाहिँ मैले अहिले एकदम चलेको ऱ्याप लाइट क्रिम युज गर्छु। यसले चाहिँ अब कुनै हाम्रो स्किनमा कुनै टोन डार्क कुनै ब्राइट हुन्छ नि हैन, त्यो स्किनमा चाहिँ डार्क भएको ठाउँमा चाहिँ लगायो भने चाहिँ हाम्रो स्किन टोन इभन हुन जान्छ, मिल्छ भनेर चाहिँ एकदम फेमस छ। मिसिसा कस्मेटिक नै एकदम अहिले एकदम भाइरल क्रिम हो यो है। राम्रो त राम्रो छ। म युज गर्दैछु कस्तो हुन्छ। त्यसपछि चाहिँ मैले सोयल 1998 को आई क्रिम युज गर्छु। यो आई क्रिम पनि एकदम राम्रो छ। मैले यो आई क्रिम युज गरेको लगभग 1 इयर हुन लाग्यो होला। अहिलेसम्म चाहिँ मलाई राम्रै गरिरहेको छ हैन। आई क्रिम पछि अब चाहिँ मोइस्चराइजरको पालो साथीहरू। अहिले चाहिँ मैले मिनिमलिस्टको मोइस्चराइजर युज गर्न थालेको छु हैन। यो चाहिँ एकदम अफोर्डेबल प्राइसमा एकदम हाइड्रेटिङ मोइस्चराइजर हो कि अहिलेलाई चाहिँ मलाई एकदम मन परिरहेको छ। हेर्नु न मेरो स्किनमा कस्तो ग्लो आउँछ कि। ड्राई स्किनहरूको लागि चाहिँ एकदम राम्रो छ यो मोइस्चराइजर। हेर्नु न आहा कति ग्लो आएको। थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग। गुड नाइट, लभ यू, बाई बाई।